त्यसलाई मजाले निचोर्ने अनि त्यसपछि हातले मजाले मिक्स गरिसकेपछि मिठो अचार चाहिँ रेडी हुन्छ। यसपालि अचार बनाएको थियो मैले ड्राई तिते करेलाको। मैले लास्ट टाइम बनाएको थियो फ्रेस तिते करेलाको। अनि त्यो अचार चाहिँ मलाई कस्तो मन परेको थियो किन यसपालि चाहिँ मैले तिते करेला हैन ड्राई तिते करेलाको अचार बनाएको थिएँ। सबैभन्दा पहिला चाहिँ मैले 1 प्याकेट ड्राई तिते करेला लिए तातो पानीमा भिजाएर राखेँ। तिते करेला भिजिन्जेलसम्म चाहिँ एउटा प्याजले मसिनो गरेर काटेँ अनि 2-3 वटा गोलभेडालाई स्लाइस गरेर काटेँ। 4-5 बोटी लसुनलाई पनि मसिनो गरेर काटेँ। खुर्सानीलाई चाहिँ मैले मसिनो गरेन बस स्लाइस मात्र गरेँ। अनि भिजिसकेको तिते करेला मजाले पानी निचोरेर 2-3 चोटी पखालेँ हैन। अनि पखालिसकेपछि फ्राईमा चाहिँ करेलालाई फ्राई गर्नको लागि अलि धेरै नै तेल लगाएँ अनि मजाले करेलालाई चाहिँ डिप फ्राई गरेर रातो भेन्समा फ्राई गरिसकेपछि करेलालाई चाहिँ निकालेर साइड लगाएँ अनि त्यही फ्राई प्यानमा फेरि थोरै तेल लगाएँ। काटेको गोलभेडा अनि लसुनलाई लगाएर एकछिन मजाले पकाएँ। मजाले पाकिसकेपछि गोलभेडाको बोक्राहरू सबै निकाल्दिने अनि थोरै बेसार र हिङ पाउडर लगाएर फेरि एकचोटि मजाले मिक्स गर्ने अनि गोलभेडा पनि रेडी भयो। अघि फ्राई गरेको करेलालाई चाहिँ बाउलमा लगाइदिने। मसिनो गरेर काटेको प्याज हरियो खोर्सानी लसुनहरू सबै लगाइदिने। मजाले ओखलीमा कुटेको थिएँ तिलको पाउडर पनि सबै लगाइदिने। स्वादअनुसार नुन धुलो खोर्सानी लगाइदिने। थोरै अजिनामोटो पनि दिने। मलाई चाहिँ अजिनामोटो मन पर्छ नि त हैन। अनि मजाले कागती निचोर्ने। कागती निचोरिसकेपछि हातले मजाले मिक्स गर्ने गोलभेडाहरू सबै जाए हैन अनि मजाले रेडी हुन्छ हाम्रो ड्राई तिते करेला।